के तपाईले कहिले निन्द्रामा कसैले थिचेको महसुस गर्नुभएको छ? हात खुट्टा पुरै फ्रिज हुने, कराउन खोज्दा मुखबाट एउटा शब्द पनि ननिस्किने। म यस्तै एउटा घटना सुनाउँदैछु। बुवा सरकारी जागिरे, आमा टिचर। बुवाको सरुवा भएर हामी काठमाडौँ भन्दा लगभग 32 किलोमिटर पर पनौती सरेका थियौं। नयाँ घर, 2 तल्ला, ठूला ठूला झ्याल, सबै कुरा एकदम नर्मल। तर तेस्रो दिनदेखि मेरो निन्द्रा बिग्रिन थाल्यो। हरेक रात नराम्रा सपना देख्न थाले। एक रात सुतिरहेको बेला झ्यालबाट कसैले बोलाए जस्तो लाग्यो। मेरो आँखा खुल्यो तर झ्यालमा अँध्यारो बाहेक केही थिएन। पानी पिएर घडी हेरे, राति ठ्याक्कै 12:15 बजेको थियो। त्यसपछि सबै रात उस्तै घटना हुन थाल्यो। एक रात मेरो ब्ल्याङ्केट कसैले ताने जस्तो भयो। म डरले उठ्न खोजेँ तर मेरो आँखा मात्र खुल्यो, हात खुट्टा केही चल्दै चलेन। मेरो छातीमाथि कोही सासै रोकिने गरी बसेको छ जस्तो महसुस भयो। म बेडमै छटपटिरहेँ। आमा बुबालाई कति बोलाउन खोजे तर मुख मात्र चल्यो, आवाज चाहिँ निस्किन सकेन। केही बेरपछि सब आफै ठिक भयो। मेरो आँखा फेरि घडीतिर गयो, समय फेरि उही 12:15। बिहान हुने बित्तिकै आमालाई सबै कुरा भने। उहाँले नयाँ घर भएर निन्द्रा नलागेको होला, बिस्तारै बानी पर्छ भन्नुभयो। मैले पनि होला भनेर त्यो कुरा वास्ता गरिन। तर अर्को रात मेरो ब्ल्याङ्केट फेरि कसैले ताने जस्तो भयो। मेरो आँखा सिधै झ्यालतिर गयो। त्यहाँ एक आइमाईको कालो छाया बसेर मलाई घुरेर हेरेको देखेँ। हत्तपत्त मैले बत्ती बाले तर त्यहाँ कोही थिएन। म जुरुक्क उठे र घडी हेरे। समय फेरि उही राति 12:15। त्यसपछि मलाई यो सब सामान्य कुरा होइन भन्ने विश्वास लाग्यो। मैले भोलिपल्ट सुत्नुभन्दा अगाडि बेडतिर फर्काएर क्यामेरा राखेँ र भिडियो रेकर्डमा छोडिदिएँ। अर्को बिहान भिडियो चेक गर्दा मैले जे देखेँ त्यो म जिन्दगीभर बिर्सिन सक्दिन। राति 12:15 झ्यालबाट एउटा आइमाई जस्तो कालो छाया कोठाभित्र पस्दै बिस्तारै खाटतिर आउँदो रहेछ। बिस्तारै आफ्ना हातले मेरो ब्ल्याङ्केट तानेर मेरो छातीमाथि बस्दो रहेछ। मेरो जिउ जक्डेर मेरो घाँटी थिच्न खोज्दो रहेछ। त्यसपछि नै मेरो हात खुट्टा सबै चल्न छोड्दो रहेछ। उसले मेरो घाँटी थिचिरहँदा मेरो बोली नै ननिस्किने हुँदो रहेछ। भिडियो हेर्दै मेरो सास त्यही अड्कियो। त्यो बेला मलाई विश्वास भयो ऐठन भनेको सामान्य कुरा होइन रहेछ। तपाईको खाटमा तपाईसँगै अरू पनि कोही सुत्दैछ कि? यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अँध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।